राजनीतिशास्त्रको एउटा एकदमै महत्त्वपूर्ण अवधारणा छ गणतन्त्रवाद। कहिले सोच्नुभएको छ राजालाई हटाएर जनताको शासन ल्याउनुको वास्तविक अर्थ के होला? आज हामी यही प्रश्नको गहिराइमा पुग्नेछौँ। र यो अवधारणा किन यति महत्त्वपूर्ण छ भनेर बुझ्न हामी नेपालकै यात्रालाई उदाहरणको रूपमा हेर्नेछौँ। आजको हाम्रो यात्रा कस्तो रहन्छ भने हामी सुरुमा मनमानी शक्तिको विरुद्धको लडाईँबाट कुरा सुरु गर्नेछौँ, त्यसपछि गणतन्त्रवाद आखिर हो के भनेर बुझ्नेछौँ, यसका आधारस्तम्भहरू के हुन् हेर्नेछौँ, अनि नेपालको आफ्नै गणतान्त्रिक यात्रालाई निहाल्नेछौँ र अन्त्यमा तीनवटा महत्त्वपूर्ण विचारहरूलाई सारांशमा प्रस्तुत गर्नेछौँ। ल सुरु गरौँ है त। हरेक राजनीतिक विचारको पछाडि एउटा खास समस्या लुकेको हुन्छ जसलाई त्यसले समाधान गर्न खोज्छ। गणतन्त्रवादको कुरा गर्दा त्यो समस्या हो अनियन्त्रित र मनमानी शक्तिको डर। यो एउटा विश्वव्यापी डर हो। यहीँनिर एउटा मुख्य प्रश्न उठ्छ। एउटा समाजले आफ्ना नागरिकहरूलाई अनियन्त्रित शक्तिबाट कसरी जोगाउन सक्छ? गणतन्त्रवादलाई केवल एउटा किताबी सिद्धान्तको रूपमा मात्र होइन, बरु भ्रष्टाचार, गुटबन्दी र एकले अर्कोमाथि प्रभुत्व जमाउने खतराहरूको एउटा व्यावहारिक जवाफको रूपमा हेर्नुपर्छ। खासमा यो राजनीतिक परम्परा यस्तै साझा खराबीहरूलाई रोक्नको लागि नै विकसित भएको हो। सोच्नुहोस् त, भ्रष्टाचार, गुटबन्दी अनि राजनीतिक शक्तिको दुरुपयोग जहाँ केही नागरिकले अरूमाथि हैकम जमाउँछन्। गणतन्त्रवादले यस्ता खतराहरूलाई रोक्न बलियो संस्थागत संरचनाहरू बनाउने लक्ष्य राख्छ। त्यसो भए समस्याको कुरा त भयो, अब सिद्धान्ततिर लागौँ। आखिर यो गणतन्त्रवाद भनेको के हो त? सरल भाषामा भन्दा गणतन्त्रवाद एउटा यस्तो विचारधारा हो जहाँ सार्वभौम सत्ता कुनै वंशानुगत शासक मतलब राजामा होइन, सिधै जनता र उनीहरूले चुनेका प्रतिनिधिहरूमा रहन्छ। यो शब्द ल्याटिन शब्द रेस पब्लिकाबाट आएको हो, जसको अर्थ हुन्छ सार्वजनिक मामिला। मतलब राज्य कुनै एक परिवारको निजी सम्पत्ति होइन, यो हामी सबै जनताको साझा मामिला हो। अब यो अवधारणा साँच्चै रोचक छ र गणतन्त्रवादको मुटु नै यही हो, गैर प्रभुत्वको रूपमा स्वतन्त्रता। हामी सामान्यतः स्वतन्त्रतालाई कसैले बाधा नपुर्याउनु भनेर बुझ्छौँ, तर गणतन्त्रवादले भन्छ त्यतिले मात्र पुग्दैन। वास्तविक स्वतन्त्रता भनेको त कसैले हाम्रो जीवनमा मनपरी ढङ्गले हस्तक्षेप गर्न सक्ने शक्ति वा क्षमता नै नहुनु हो। यहाँनिर भिन्नता एकदमै स्पष्ट छ। हेर्नुहोस् है, उदारवादी विचारमा यदि कसैले तपाईलाई सिधै केही गर्नबाट रोकिरहेको छैन भने तपाईँ स्वतन्त्र मानिनुहुन्छ। तर गणतान्त्रिक विचारमा यदि कुनै मालिक वा शासकसँग तपाईँको जीवनमा जति बेला मन लाग्यो उति बेला हस्तक्षेप गर्ने शक्ति छ भने उसले हस्तक्षेप नगर्दा पनि तपाईँ स्वतन्त्र हुनुहुन्न। किनभने तपाईँ सधैँ त्यो शासकको दयामा बाँच्नुपर्ने हुन्छ, एक किसिमको डरमा। ल, हामीले यसको मूल सिद्धान्त त बुझ्यौँ। अब यसलाई व्यवहारमा उतार्न र टिकाउनका लागि के कस्ता संस्थागत र नागरिक आधारस्तम्भहरू चाहिन्छन् त्यतातिर लागौँ। त्यसो भए यस्तो स्वतन्त्रतालाई कसरी जोगाउने त? गणतान्त्रिक विचारकहरूका अनुसार यसका लागि 4वटा बलिया खम्बाहरू चाहिन्छन्। पहिलो, कानुनको शासन, जसले शासकलाई पनि कानुनभन्दा माथि हुन दिँदैन। दोस्रो, नागरिक सद्गुण, जहाँ नागरिकहरू केवल चुपचाप बस्ने दर्शक होइनन्, देशको मामिलामा सक्रिय सहभागी हुन्छन्। तेस्रो, साझा भलो, जहाँ सरकारले केही सीमित व्यक्तिको होइन सबैको हित हेर्छ। र चौथो, मिश्रित सरकार, जहाँ शक्ति एकै ठाउँमा जम्मा हुन नदिन विभिन्न अङ्गहरूमा बाँडिन्छ र सन्तुलन कायम गरिन्छ। अब यी सबै सैद्धान्तिक कुराहरूलाई एउटा वास्तविक र हामीसँगै जोडिएको उदाहरणमा हेरौँ, नेपालको आफ्नै गणतन्त्रतर्फको यात्रा। एकछिन यो कुरा सोचौँ त, नेपालको गणतान्त्रिक यात्रा विश्वकै सबैभन्दा नयाँ र नाटकीय कथाहरूमध्ये एक हो। जब यहाँ राजतन्त्रलाई विदा गरियो, नेपाल एसियामा यसो गर्ने अन्तिम देश थियो र विश्वकै अन्तिम देशहरूमध्ये एक हो। यसले हाम्रो यात्रालाई ऐतिहासिक रूपमै एकदमै महत्त्वपूर्ण बनाउँछ। यो परिवर्तन रातारात भएको पक्कै होइन। सन् 1996 भन्दा अघि हाम्रो शासन प्रणाली वंशानुगत शाह राजतन्त्रमा आधारित थियो। त्यसपछि एक दशक लामो गृहयुद्ध भयो जसले देशको राजनीतिक जग नै हल्लाइदियो र अन्तमा सन् 2008मा त्यो ऐतिहासिक दिन आयो जब राजतन्त्रको अन्त्यको घोषणा भयो र सार्वभौम सत्ता साँच्चीकै जनताको हातमा आयो। यो केवल शासक फेरिनु मात्र थिएन, यो त गणतन्त्रवादको त्यो मूल सिद्धान्तको जित थियो, वंशानुगत शासनको अन्त्य र जनताको सर्वोच्चताको सुरुवात। ल, अब यो विश्लेषणको अन्त्यमा आइपुगेका छौँ। राजनीतिशास्त्रका विद्यार्थीहरूका लागि सबैभन्दा महत्त्वपूर्ण निचोडहरू के हुन् त? त्यसलाई संक्षेपमा हेरौँ।
यसबाट हामीले 3वटा मुख्य कुराहरू लिन सक्छौं। पहिलो, गणतन्त्रवादको मुख्य लक्ष्य नै मनमानी शक्ति र प्रभुत्व विरुद्ध लड्नु हो। दोस्रो, यसले स्वतन्त्रतालाई हस्तक्षेप नहुनु मात्र होइन, त्योभन्दा गहिरो प्रभुत्व नै नहुनुको रूपमा परिभाषित गर्छ। र तेस्रो, अनि सायद सबैभन्दा महत्त्वपूर्ण, एक सफल गणतन्त्र कानुनको शासन जस्ता संस्थाहरू र नागरिक सद्गुण अर्थात् हामी नागरिकहरूको सक्रिय सहभागितामा निर्भर गर्छ। र अन्त्यमा एउटा महत्त्वपूर्ण प्रश्नसँगै आजको लागि बिदा हुन चाहन्छु। गणतन्त्र स्थापना गर्नु एउटा कुरा हो, तर यसलाई जोगाउनु बिल्कुलै अर्को कुरा। के हामीले नागरिकको रूपमा यसलाई जीवन्त राख्न आफ्नो भूमिका निभाइरहेका छौं त? यो प्रश्नको जवाफले नै हाम्रो गणतन्त्रको भविष्य निर्धारण गर्नेछ। सोच्दै गर्नुहोला। धन्यवाद।